राम्रो लाग्यो अनि छोरीको कला बहुत राम्रो लाग्यो। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भ्लग। त आज चाहिँ हामी नयाँ वर्षको दिन चाहिँ बिहान बिहानै मन्दिर जाँदैछौँ, गौतम धामको मन्दिर। यहाँ बहिनी पनि रेडी हुँदैछिन्, म चाहिँ रेडी भइसकेँ, आमा बुवा रेडी हुनुहुन्छ। यहाँ बहिनी चाहिँ मोबाइल चलाउँदैछिन्। जाने होइन त सखीजी? जाने जाने। तपाईँ एकदम राम्रो देखिदिनु भएको छ, ह्यान्डसम। अब चाहिँ हामी ट्याक्सीको पर्खाइमा छौँ, ट्याक्सी आउँदैछ जानको लागि। तिमीहरूलाई कम्बिनेसनै मिलाउन आउँदैन भाइ, हेर न मेरो त साँच्ची हो, तिमीलाई केही मिलाउनै आउँदैन। तिमीलाई र मलाई चारजना आमामा भुँडे नै ट्याक्सी आयो होइन हो बुवा अगाडि बस्नु। आउनु त्यताबाट नि जानु। जाउँ। ओहो अनि भिनाजु खोइ ल्याउनु तपाईँको सामान मलाई दिनु। यहाँ त गरम परेछ। होइन होइन ठिक छ। म त पातली भइसकेँ। मलाई काली भनेको तपाईँले? मलाई काली नभन्नुहोस् न है। त्यस्तो नभन्नु। प्रणाम प्रणाम हिनाजु। सबैजना अब यो त किन हेर्नु जस्तो लाग्यो त। ल जाम 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 मन्दिरमा जाम, आउनुहोस्। म त बुवा तपाईँलाई कस्तो लाग्यो भन्नु त राजीको के मन्दिर? मन्दिरमा त बहुत इच्छा आज के अरे राम्रो लाग्यो अनि छोरीको कला बहुत राम्रो लाग्यो। आमा तपाईँलाई? फेरि कस्तो रमाइलो लाग्यो भने भिनाजु तपाईँलाई? मलाई त धेरै राम्रो लाग्यो। अनि यहाँसम्म आज राज्यको दर्शन गर्न पाउँछ भन्ने सोचे पनि थिएन, तर दर्शन गर्न पाएँ।
दिदीले केही भन्नुहुन्छ? होइन केही नि हुँदैन, भन्नुहोस् त। मलाई पनि धेरै आनन्द लागेको छ यहाँको दर्शन गर्नु मैले यहाँ पुरै फिल्म बनाउनु लागिसकेँ। 1-2 घन्टाको 1 घन्टाको फिल्म हुनु लागिसक्यो मेरो। के घरबाट हिँड्दादेखिको देखा घरबाट हिँडेको, ट्याक्सी चढेको सबै। साग कति राम्रो साग फलेछ। आहा अब एकछिनमा फोटोहरू खिचौँ।